हेलो फ्रेन्ड्स, हाउ आर यू? आज चाहिँ म यता बेतना सिमसारमा छु। बेतना सिमसार चाहिँ करिब इटरीबाट पूर्वतिर 15 किलोमिटर पर छ र यो बेतना सिमसार चाहिँ जङ्गलभित्र करिब 5.5 हेक्टर जमिनमा फैलिएको छ भने यो जङ्गल चाहिँ एउटा चारकोसे झाडीको एउटा पार्ट हो र यो जङ्गल चाहिँ 175 हेक्टरमा फैलिएको छ र अहिले चाहिँ म भित्र जाँदैछु। यहाँभित्र यो भित्र चाहिँ बायोडाइभर्सिटी अनि यहाँको इन्डेन्जर स्पाइसिसहरू र करिब 49 प्रजातिको चराहरू अनि जनावरहरू, त्यस्तै गरी माछा अनि कछुवाहरू पाइन्छ यहाँ चाहिँ। र यो ठाउँलाई चाहिँ टुरिज्म स्पोर्टको विकासको लागि चाहिँ नै यहाँ पिकनिक स्पोट जस्तो अनि जूहरूको निर्माण गरिएको छ र यो चाहिँ हरियाली जङ्गलको बिचमा चाहिँ वेटल्यान्ड छ जहाँ चाहिँ बोटिङको पनि सुविधा उपलब्ध छ। यहाँ चाहिँ टाढा टाढाबाट टुरिस्टहरू आएर यहाँ बोटिङ खेल्ने अनि यहाँ सिमसारको अवलोकन गर्ने र चराचुरुङ्गीको अवलोकन गरेर भरिपूर्ण मनोरञ्जन दिन सक्नुहुन्छ यहाँ चाहिँ। र यहाँ चाहिँ यस्तो छ। हेलो मजा आयो। यता छोरी, हाम्रो छोरी। यहाँभित्र चाहिँ नीलगाई पनि पाउँछ। यहाँ कत्रो जू छ, जूभित्र अनि सर्पहरू के त्यहाँ राखेको छ है। यतातिर चाहिँ यहाँ बोटिङको चाहिँ सुविधा छ। यहाँ पैसा तिरेर पेट बोटिङ गर्न सकिन्छ। हाँसहरू त्यहाँ देख्न सकिन्छ यहाँ सिमसारभित्र र यहाँ निकै ठुलो सङ्ख्यामा चाहिँ भिजिटरहरू देख्न सकिन्छ। दिस इज बेतना सिमसार गाइज।